सांगीतिक रियालिटी टिभी सो भोइस अफ नेपालको छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन्। शुक्रबार राति आयोजित ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्। विजेता भएसँगै पाण्डेले भोइसबाट 20 लाख नगद प्राप्त गरेका छन् भने अन्य प्रायोजकहरूबाट 1-1 लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै अन्य प्रतिस्पर्धीहरूमा कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फर्स्ट रनरअप भएका छन् भने कोच राजु लामाको समूहका इलामका परमेश राई सेकेन्ड रनरअप घोषित भएका छन्। त्यस्तै अर्का कोच उदय राईको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भएकी छन्। त्यस्तै जितपछि छोटो प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताएका छन्। फरक क्षमता भएकाहरू पनि गायन क्षेत्रमा उत्कृष्ट हुन सक्ने भन्ने प्रमाण भएको उनले भने। 2 महिना अघिदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको भोइसको छैटौं सिजन निकै चर्चित पनि रह्यो। यो सिजनमा पहिलो पटक लोकसङ्गीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरी कोचको रूपमा सहभागी रहे। यो सिजनमा सर्वाधिक 4वटा कुर्ची घुम्ने कीर्तिमान पनि रहेको थियो।